अस्सलामुअलैकुम दर्शन सबैलाई। म चाहिँ नर्स फातमा। म चाहिँ आज हजुरहरूलाई चाहिँ हार्ट एट्याक हुने, हार्टमा ब्लकेज स्टार्ट भइरहेछ भनेर चाहिँ कसरी थाहा पाउने, त्यसको साइन एन्ड सिम्टम चाहिँ म भन्छु हजुरहरूलाई चाहिँ। हजुरहरू चाहिँ यो भिडियोलाई एन्डसम्म हेर्नुहोस् र आफ्नो फ्रेन्ड साथीभाइहरूलाई चाहिँ सेयर गरिदिनुहोस् है त। फर्स्ट स्टेप छ फ्र्याङ्क लाइन भनेको के हो भने कानमा दुईवटा चिरा पर्छ। यहाँ म फोटो राखेको छु। त्यस्तो परेको छ भने यो चाहिँ तपाईँको चाहिँ हार्ट ब्लकेजको चाहिँ साइन हो है। दोस्रो साइन चाहिँ के छ भने हेयर लस हुने, खुट्टाको रुमहरू छ नि, भुत्लाहरू झर्दै जाने, कम हुँदै जाने। हात छातीमा चाहिँ नर्मल छ तर खुट्टामा चाहिँ कम हुँदै गएको छ भने त्यो पनि ब्लकेजको साइन हो। हाम्रो खुट्टाको साइडमा चाहिँ आर्ट्रिज चाहिँ ब्लकेज हुन स्टार्ट भइसकेछ भने थाहा पाउनुपर्छ है त्यसले पनि। अनि तेस्रो साइन छ नेल्सको चाहिँ ग्रोथ स्लो हुने के, नङ काटेपछि 2 हप्ता 3 हप्ता लाग्ने अथवा बढ्दै नबढ्ने, टुक्रिएर जाने, त्यो पनि हाम्रो चाहिँ ब्लकेजको चाहिँ साइन हो है, हार्ट ब्लकेजको साइन हो। चौथो साइन छ क्यापिलरी रिफिल टेस्ट। यो टेस्ट चाहिँ तपाईँ अहिले बसी आफ्नो हातमा गर्न सक्नुहुन्छ। यो थम्ब फिङ्गर लिनुहोस्, यसरी प्रेस गर्नुहोस्, प्रेस गरेर छोड्ने बित्तिकै टर्न रेड कलरको भयो व्हाइटबाट भनेपछि तपाईँको चाहिँ हार्ट एकदम गुड छ, हेल्दी छ भन्ने बुझ्नु पर्यो। 2 देखि 3 सेकेन्डभन्दा बढी टाइम लाग्यो भने तपाईँको चाहिँ हार्टमा ब्लकेज भइसकेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। अर्को साइन छ सेनाइल आर्कस भन्ने। सेनाइल आर्कस भनेको चाहिँ हाम्रो यो आँखाको नानी छ नि, त्यसको बिचमा चाहिँ सेतो भागले घेरा लाउँछ त, ग्रे कलरको व्हाइट बुढो पाकाहरूको तपाईँलाई देख्नुहुन्छ होइन, सेतो गोलो लाइन गरेको छ भने पनि त्यो पनि हाम्रो चाहिँ साइन हो हार्ट ब्लकेजको है। अनि हात खुट्टा चिसो भइराख्ने होइन, अनि कहिलेकाहीँ निलो पर्पल कलरको खुट्टा हात देखिन्छ भने त्यो पनि हाई कोलेस्ट्रोल र हार्ट ब्लकेजको साइन हो है। अर्को साइन छ सलोन एङ्कल अथवा लेग सुन्निने के, हामीले यसरी थिच्दाखेरि खाल्टो बन्छ नि, खाल्टो बनेको छ भने त्यो पनि ब्लकेजको साइन हो है। खाल्टो भएर छुट्छ नि, त्यसलाई चाहिँ हार्टको ब्लकेजको साइन भनेर चाहिँ मानिन्छ। अर्को साइन भनेको चाहिँ भेरिकोस भेन हुने के, छाला पातलो हुने, नसा चाहिँ बाहिर देखिने के, यस्ता पाखुराहरूमा खुट्टाहरूमा हजुरले चाहिँ देख्न सक्नुहुन्छ कि नसा फुलेर आएको, अथवा त्यो स्पाइडर भेरिकोस भन्छ नि, बाहिर नसातिर देखिन्छ नि कसैको खुट्टामा।